हिजो मैले एउटा भिडियो हालेको थिएँ र आज म सेकेन्ड पार्ट हाल्दैछु। आज म काममा जाने क्रममा मैले एउटा अचम्मको दृश्य देखेँ। यहाँ देख्न सक्नुहुन्छ ट्रेनले गाडीहरू लिएर गइरहेको छ। अब आशा गरौँ कि कुनै समयमा हाम्रो नेपालमा पनि यसरी नै ट्रेनहरूले देख्न सक्नुहुन्छ कति धेरै गाडीहरू छ, यसरी नै बोकेर लिएर हिँडोस्। किनकि तत्कालै नयाँ सरकार आएको छ। 35औं वर्षदेखि सरकारमा भएकाहरूले त केही गर्न सकेनन्। अब बालिन शाह प्रधानमन्त्री हुनुहुँदैछ। भोलि शपथ लिने कार्यक्रम रहेको छ। हेरौँ अब आउने भविष्यमा के हुन्छ। थ्याङ्क यू फर वाचिङ।